हेलो नमस्ते साथीहरू। आज हामी हाम्रो भेना अनि यहाँ भीमदाई सुपरभाइजर हाम्रो होइन। आज चाहिँ यता मार्केटतिर घुम्छौँ हामी। तर भेनाको घरतिर चाहिँ यसो घरतिर यसो दस्तुरहरू पठाउँदै हुनुहुन्थ्यो। त्यस कारणले आज चाहिँ यसो के रहेछ कसो रहेछ हिसाब किताब भनेर अहिलेतिर आएको पेट्रोल पम्पमा। हेर्नुहोस् यो चाहिँ हाम्रो पेट्रोल पम्प हो। घरतिर यहाँ कुन भाषा बोल्नुहुन्छ? मामाले खानै खानु जङ्गलको बाटो अब कोठातिर लाग्दैछौँ कि हाम्रो घर अगाडि अगाडि हिँड्दै हुनुहुन्छ, हामी पछाडि पछाडि। रोडमा लाइटहरू केही छैन, यस्तो छ। गाडी दौडेकै छन्। ठ्याक्कै गाउँमा नै टच गर्नुपर्छ। के हो यहाँ ऊ रहेछ क्या टोइलेटको? अनि त्यो के अरे ट्यागी यस्तो छ। हेर्नुहोस् है हाम्रो मलेसिया है साथीहरू। ठ्याक्कै नेपालमा जस्तै छ। बाटोमा चाहिँ लाइट छैन। हेर्नुहोस् एक्लै हिँड्न पनि यस्तोमा त गाह्रै हुन्छ। ब्रेक लगाइदिन्छ 11 नम्बरको गाडीलाई पनि के गर्ने बाटो हिँड्नुपर्छ। हेर्नु साथीहरू, भिन्ताले खालि कन्नु पछाडिको कन्नु मात्रै देखाउनुहुन्छ यार। यसो हुन्छ नि, यसो अनुहार पनि देखाउनु कस्तो छ के हो। अनुहारै देखाउँदैन अहिले त। ल हेर्नु साथीहरू, अहिले बाटोमा पनि सर र लाइट छ ट्याक्क। अहिले त मान्छे पनि चिनिन्छ। अगाडि को गइरहेको छ, को आइराखेको छ। पहिलाको तिर पनि बाटोको लाइटहरू केही थिएन भनिन्छ हजुर। हेर्नुहोस् भीमसारलाई त फर्केर यसो कमेन्ट घुम्न लाग्यो रुमतिर ट्याक्क त्यहाँ लेफ्ट हान्ने हो क्या। त्यही हाम्रो त्यो छ सर्कल ठ्याक्कै देखि। गाडी सवार आएको छ। हामी चाहिँ खाना पचाउनको लागि 11 नम्बरको बसमा हिँड्दैछौँ। हेर्नुहोस् साथीहरू। तर जे होस् हाम्रो सुपरभाइजर सर चाहिँ टाढो हुनुहुन्छ। अगाडि अगाडि दौडिनु भएको। सिनियरलाई अगाडि नलाएर हामी जुनियर अगाडि लाग्नु भएन होइन। हामीलाई सिनियरलाई अगाडि हिँड्नुहोस् भनेर चाहिँ उहाँलाई अगाडि अगाडि पठाएका छन्। ब्याग सपोर्टको लागि छन् नि त उहाँको लागि। बिचार यसो हुन्छ नि, यता यता फर्केर हेलो है केही छैन, खालि पन्नो ढाँड देखाएको छ हिँडेको छ। अनि हेर्नु साथीहरू, अब
अब हामी फेरि असाध्यै गरौँ मान्छे छौँ तल भेन नै यसो कारणले गर्दाखेरि बत्तीले पनि गरै देखाउँछ हामीलाई क्यामेराले त अब भन्नै भएन अनि क्यामेराले त भन्नै भएन हेर्नु बत्तीले पनि बेला बेला एकदम गरम बनाइदिँदो रहेछ हामीलाई के गर्ने यहाँ चाहिँ मेरो साथीको भेना अजय तामाङ साथीको भेना भयो भेना पर्नुभयो है आज हामी चाला भेना साथीहरू अहिले चाहिँ हामी फिलहाल गाउँ बस्ती छोडेर चाहिँ अहिले अलिकता सहर लाइनमा आइपुग्यो अहिले त ठ्याक्क उज्यालो देखिन्छ ल बाटो पनि क्लियर छ ल हेर्नु साथीहरू फुल पनि सर्र फुलेको छ ल कुटिहाल्छ राम्रो छ लाइटिङहरू टक्क बाटो पनि आज भेना घरमा म जम्म तातो पैसाको सिजन लागिरहेको होला होइन एकदम हेर्न त धेरै डेढ लाख खुसी हुनुहुन्छ 1.5 लाख रुपियाँ पो लागेको छ त हाम्रो भेना सुपरभाइजर भीम सर के को विजेत पारि जाने हो क्या ल पारि जाउँ आउन ल हेर्नुहोस् है अब रोड क्रस गर्दैछौँ ल हाम्रो भेना पनि तर बलियै हुनुहुन्छ क्या छाती फर्काउनु जमाना त अनि जमानामा त किन अरे मेट्री परेलीमा भर्ती भएको नि त भेना तर सिट्ने कहाँबाट हो यहाँ चाहिँ जङ्गलको बाटो लाग्यो होइन अहिले बल्ल त हामी यहाँ यस्तो लाइट भएको ठाउँमा आइरहेको छौँ यहाँ हेर्नुहोस् यस्तो मैदानमा पनि हिँड्नुपर्छ हेर्नुहोस् हामी बस्ने कोठामुनिका होटेलहरू यस्ता छन् कस्तो लाग्छ साथीहरूले यसो हेर्नु होला पैसा कमाउनु नि त ल हेर्नुहोस् त्यसले खर्च नदिएर भनेदेखि ल हेर्नुहोस् है साथीहरू ड्युटी गर्न पाउँथ्यो हेर अगाडि गर्नु भएको छ हेर्नु सुपरभाइजर भनेको सुपरभाइजर हाइट पनि हेर्नु मिल्दै मिल्दैन लगेर कहाँ गर्ने हनी मिल्दै मिल्दैन लेभलले त्यही भएर हामी चाहिँ बडीगार्ड लागिसक्यो बडीगार्ड गरिदिनु अनि उहाँ चाहिँ भेला पनि हाइट त म भन्दा नि यहाँनिर बम्बु पाउनु हजुर अघि लागेको सोच चाहिँ यहीँ हो मन भइसक्यो उहाँले खानु ल हेर्नु साथीहरू अब चाहिँ हामी ठ्याक्क कोठामुनि आइपुग्यो है अब आइपुग्यो अब चाहिँ घुमघाम गरेर कोठामा आइसक्यो होइन अब चाहिँ अब कोठामा जाने सुत्ने खानापिना पुगिन्छ है खाएर घुमघाम गरेर लगभग अब कोठामा आइपुग्यो चाला भेना यहाँभित्र कति महँगो पर्छ त्यहाँ त महँगो सेवा हो नि त है साथीहरूलाई आजलाई सबै चिज गुड नाइट नमस्ते कुमार साथीहरूलाई ल
सब बन्द भइसक्यो त्यसको लागि टाइम हामी ढिलो भनेको हामीभन्दा ढिलो त यिनीहरू रहेछ नि। अनि खाना खाँदैछन् है ल पनि चालु भयो ल बिहारी अगाडि बढ्दैछौँ कोठातर्फ हामीहरू हाम्रो साथीहरूले ट्याक्क गाना पनि बिचमा गाइदिनु भएकै छ गाना कति खतरा खतरा ल्याउनुहुन्छ साथी भाइले साथीहरूले यसो भिडियोहरू चाहिँ हेर्छन् होला राम्रो अथवा नराम्रो कस्तो छ है सब्सक्राइब गरिदिनु होला कहिलेकाहीँ ल हेर्नुहोस् है हाम्रो अब कोठानेरको सर्कल लगभग हामी कोठानेर आइपुग्यो सेल्समै बोलाएको रहेछ केही नै चल्का जस्तो छ सही साथीहरू होटेलहरू छन् कोठामा पनि आइपुग्यो यसको पैसा के भन्छ त्यसले पनि दिन्छ कहाँ जान्छ